कति नम्बर गाडीको भए पनि 3 र 4 को बिचमा लिभर हुन्छ है। अनि अब यसलाई अब हामी सुरु गर्न 1 मा ल्याउनु पर्यो, यता सटाउनु अगाडि धकेल्नु 1 भयो। यो हामी 10 को स्पिडमा हिँड्यौँ हैन, 10 मा त तात्ने भयो। अब फेरि अलिक कुदाउनु पर्यो, हल्का तान्नु, यहाँ जान्छ, थोरै कक्क तान्नु, हो गइसक्यो। फेरि यहाँ लानु, अब तान्नु पछाडि यो 20 मा हिँडिन्छ हैन। अब गाडीको चाहिँ अब कति कन्डिसनको गाडी छ त्यो अनुसार हुन्छ हैन। अनि फेरि अझै कुदाउनु पर्यो, न्युट्रल गर्नु, अब गाडी यहाँ बस्यो, 3 हाल्नु, यो 30 मा हिँडिन्छ, 30 देखि 35 सम्म हिँड्न मिल्छ है। अनि फेरि न्युट्रल गर्नु, अब अलिक कुदाउनु, यो अब यो चाहिँ 40 भन्दा माथि बाटोको अवस्था हेरेर कुदाउनु हैन। अब फेरि न्युट्रल गर्नु, अब रिभर्स ब्याक गियर, पछाडि धकेल्ने गियर पछाडि गर्नु, यो चाहिँ एउटै मात्रै हुन्छ, सबैको रोकेर हाल्ने भयो हैन। अब फेरि न्युट्रल गर्नु, अब हाल्नु त एकचोटि 1 न्युट्रल, फेरि 2 न्युट्रल, 3 न्युट्रल, 4 न्युट्रल, अनि ब्याक। अब यसलाई छोडिदिनुहोस्। 5 छैन, 5 छैन, 4 गियरको गाडी हो। अहिले पछि आएकोमा 5 आयो, अल्टो पहिला आएको गाडी 4 नै मात्रै हो। जस्तै म्याजिकमा पनि 4 छ। अनि 5 चाहिँ ठ्याक्कै यता अगाडि हुन्छ, 6 छ भने यता तान्ने हो हैन। ब्याकलाई यसो उचालेर तान्ने हुन्छ, त्यो चाहिँ क्रेटामा छ। अनि अब फेरि ह्यान्ड ब्रेक, अब ब्रेकमा खुट्टा ल्याउनु, उताकोले ब्रेक हाल्नु, क्लच नतान्नु। अब यो ह्यान्ड ब्रेक चाहिँ यहाँबाट हात तल छिराउनु, यसो उचालेर भित्र पुस गर्नु यसलाई। अब हिँड्दाखेरि तल झार्दिनु, तल हुने भयो। रोक्नु पऱ्यो भने त्यत्तिकै तान्दिनु, नथिची तान्दिनु, छोडिदिनु, लागिसक्यो। यो चाहिँ ह्यान्ड ब्रेक। यो कहाँ लाग्छ? पछाडिको दुईटा चक्का लाग्छ। यो चाहिँ 4 वटामा है। फुट ब्रेक 4 चक्का लाग्यो। ब्रेक 3 किसिमको भयो, एउटा गियरको ब्रेक भयो, यो चाहिँ बन्द गरेपछि लगाउने भयो गियरको ब्रेक भनेको इन्जिन ब्रेक भयो, त्यो चाहिँ कहाँ लाग्छ? अगाडि दुईटा चक्का लाग्छ हैन, गियरको चाहिँ। अब यो पार्किङ ब्रेक पछाडि दुईटा चक्का लाग्छ, फुट ब्रेक 4 वटा चक्का बराबर लाग्छ, हिँड्दा लगाउने ब्रेक भएको चाहिँ है। अब फेरि क्लच दबाउनु, यतापट्टि यसलाई न्युट्रल गर्नु, हल्का अगाडि। अब बेल्ट बाँधेर सिट बेल्ट लगाउनु, यसलाई सिधा बनाउनु, यस्तो गरेर सिधा हुनु पर्यो। यसरी बेल्ट चाहिँ हुत्तिन लाग्यो, यो स्वाट तान्छ कि त्यसले। अब चाबी यहाँनिर चाबी छिराउनु, यहाँ चाबी छिराउनु, पहिले छिराउनु पाइन्छ, पहिले छिराउनु। अब अहिलेको गाडी चाहिँ तपाईँको क्लच नदाबिकन गाडी अगाडि के अरे यो स्टार्ट हुँदैन। स्टार्ट गर्ने बेला नि न्युट्रल भएर मात्रै पनि स्टार्ट हुँदैन। अब न्युट्रलमा छैन, अहिले न्युट्रल छ, ठिकै छ। क्लच लिनु। अब यसलाई 3 स्टेप हुन्छ, एकचोटि राइट गर्नु, एकपटक राइट हो उता राइटतिर, यो एकपटकमा लक खुल्यो, स्टेरिङ लक हुन्छ है, यो पहिलोमा। अब सेकेन्ड